नमस्कार सबैजनालाई म रोशन राज पौडेल ओरिजिनली फ्रम पोखरा नेपाल अहिले चाहिँ अमेरिका बसेको लगभग 11 वर्ष हुन लाग्यो र अहिले भर्खरै यता म्यारिल्यान्डतिर चाहिँ 4-5 महिना हुन लाग्यो है म मुभ भएको। यहाँभन्दा पहिला चाहिँ म वासिङटन स्टेटमा चाहिँ लगभग 10-10.5 वर्ष चाहिँ त्यता बसेँ है। आज चाहिँ हजुरहरू सामु चाहिँ मलाई एउटा अत्यन्त जरुरी भन्ने कि एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ गर्न मन लाग्यो म, किनभने मैले एउटा जुन बिजनेस रन गर्दै आइरहेको छु सोसल मिडिया अट्र्याक्सन मार्केटिङ बिजनेस, अहिले अहिले यो बिजनेसमा चाहिँ म एज अ बिजनेस कोच चाहिँ काम गरिरहेको छु क्या। बिजनेस कोच काम गरिरहेको छु। धेरै नेपाली फ्यामिलीहरूलाई उहाँहरूको टाइम फ्रिडम, फाइनेन्सियल फ्रिडम, अर्ली रिटायरमेन्टको लागि चाहिँ मैले हेल्प गर्दै पनि आइरहेको छु होइन। म आफै पनि ग्रो गरिरहेको छु, मैले एकदमै राम्रो गरिरहेको छु। म अब सकियो मैले अब कामै गर्न पर्दैन भनेर भनिरहेको छैन कि, म आफू पनि ग्रो गरिरहेको छु। अनि म सँगसँगै मसँग जोडिने, मसँग जसले चाहिँ मलाई ट्रस्ट गरेर मलाई विश्वास गरेर यो बिजनेसमा अगाडि बढ्नु भएको छ उहाँहरूलाई चाहिँ मैले हेल्प गर्दै पनि आइरहेको छु होइन। तर कहिलेकाहीँ अब न्युजहरू अब देखिन्छ क्या, भिडियोहरू बनाइराख्नु भएको हुन्छ साथीभाइहरूले होइन। अनि लेखहरू लेखेर हालिराख्नु भएको हुन्छ, कमेन्टहरू त्यस्तै गर्नुहुन्छ होइन। अब विच इज गुड है। सोसल मिडियामा भइसकेपछि हामीले राम्रो कुरा पनि सुन्नुपर्छ, नराम्रो कुराहरू पनि सुन्नुपर्छ। इट्स नट अ बिग डिल है। तपाईँले जुनसुकै कम्पनीहरूमा कम्पनीको गएर पनि तपाईँहरूले रिभ्यू हेर्नुभयो भने सबै तपाईँको 100% राम्रो रिभ्यू चाहिँ कुनै पनि कम्पनीको हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन हेर्नु होइन। आफ्नो आफ्नो हुन्छ, कसैको 20%, कसैको 30%, कसैको 40% रिभ्यू हुन्छ। तपाईँले अहिले जुन हजुरले फोन चलाइराख्नु भएको छ, एप्पल आइफोन चलाउनु भएको छ होला, आइफोनकै तपाईँ चाहिँ कम्पनीको वेबसाइटमा गएर चाहिँ तपाईँहरूले रिभ्यू हेर्नु होला, सायद जहाँसम्म लाग्छ तपाईँले 40% भन्दा पोजिटिभ रिभ्यू चाहिँ तपाईँले देख्नुहुन्न होला कि। तर 40% पोजिटिभ रिभ्यू छ भन्दैमा तपाईँको आइफोन नचलाएको मान्छेले आइफोन नचलाइकन बसेको त छैन। हेर्नु, संसारमा सबैभन्दा धेरै फोन चलाउने भनेको आइफोनै हो मान्छेले भनिसकेपछि सबै कुराको तपाईँको चाहिँ अब सबै कुरा सबैको लागि हुन्छ भन्ने छैन क्या साथीहरू होइन। सबै कुरा सबैको लागि हुन्छ भन्ने छैन। अनि सबै कुरामा चाहिँ तपाईँले जे कुरामा हात हाल्नुहुन्छ त्यही कुरामा तपाईँ सक्सेसफुल हुनुहुन्छ भन्ने पनि छैन क्या होइन। तपाईँ 10औँ वर्ष डक्टर पढेर तपाईँ पछि चाहिँ इन्जिनियरिङको काम पनि गर्नुपर्ने हुनसक्छ। हेर्नु, तपाईँले 10औँ वर्ष डक्टर पढ्दा पछि 2 वर्ष तपाईँ चाहिँ बुट क्याम्प कोर्स लिएर चाहिँ तपाईँ इन्जिनियर आइटी फिल्डतिर तपाईँ काम गर्न पर्ने सक्ने पनि हुनसक्छ क्या। किनभने लाइफको कुनै पनि भर छैन हेर्नु है। तपाईँ आइटी इन्जिनियर पढेर चाहिँ लास्टमा कहिलेकाहीँ चाहिँ म अरू अन्त कामै गर्दैन भनेर उबर चलाएर पनि तपाईँ उबर चलाएर पनि बस्न पाउनुहुन्छ होइन। त आफ्नो आफ्नो कुरा हुन्छ क्या। त्यो भएको र सबै मान्छेले सबै कुरा गर्न सक्छन्, सबै मान्छे सबै कुरामा सक्सेसफुल हुन्छन् भन्ने कुरा छैन। तर हाम्रो यो बिजनेसमा चाहिँ मैले अहिले देखिरहेको कुरा चाहिँ के छ भने मान्छेहरू चाहिँ बाहिरबाट के तपाईँ जज गर्ने मान्छेहरू एकदमै धेरै भेटिरहेको छु कि मैले, आफूले केही पनि नगर्ने उनीहरूलाई चाहिँ। अब हाम्रो त अब सिस्टम छ नि त, हामीले त भनिरहेका हुन्छौँ हामीले चाहिँ एउटा अब सिस्टममा बसेर काम गर्छौँ। हामीले 7वटा सोसल मिडियाबाट चाहिँ अट्र्याक्सन मार्केटिङ कसरी गर्ने भनेर सिक्छौँ, लर्न गर्छौँ। आफ्नो सोसल मिडिया पोर्टलबाट चाहिँ सोसल मिडिया अट्र्याक्सन मार्केटिङ गर्छौँ। अनि जो पनि मान्छेलाई बिजनेसको बारेमा बुझ्न मन छ, हेर्न मन छ, जो पनि मान्छे चाहिँ यस्तै अपर्च्युनिटी साइड हसलको खोजीमा हुनुहुन्छ उहाँहरूलाई मेन्टरिङ गर्छौँ हामीले। इच एन्ड एभ्री भिडियोमा चाहिँ हामीले त्यही भनेका हुन्छौँ, त्यही कुरा गरिरहेका पनि हुन्छौँ कि हामीले गर्ने पनि त्यही नै हो है। जबरजस्ती कसैलाई पनि बिजनेसमा लिएर आएर बिजनेस गर्नु, अगाडि बढ्नु भनेर कसैलाई भनेको हुँदैन हामीले। जो मान्छे इन्ट्रेस्टेड छ, जो मान्छेले चाहिँ राम्ररी बिजनेसको पोटेन्सियल बुझेको हुन्छ उहाँहरूलाई चाहिँ हामीले गाइड गर्छौँ, सपोर्ट गर्छौँ, बिजनेसमा अगाडि बढ्नको लागि चाहिँ हेल्प गर्छौँ है। अब यस्तो कुराहरू बुझी पनि कोही कोही मान्छे फेरि एकदमै ट्यालेन्टेड के, मभन्दा खतरा मान्छे त कोही पनि छैन संसारमा भन्ने खालको मान्छेहरू चाहिँ टिकटकमा, फेसबुकमा पुरा के $149 नै हो सबैभन्दा यो बिजनेसको मेन कुरा, $149बाटै हो यिनीहरूले पैसा कमाउने भनेर भिडियोहरू हालेको देख्छु म है। अनि त्यही माथि $149बाटै यो बिजनेसको गेम सुरु हुन्छ, त्यही $149 चाहिँ यिनीहरूले चाहिँ यताउता गरेर चाहिँ पैसा कमाउने हो भनेर भन्नुहुन्छ। अब हामीले कुरा गरिरहेका छौँ 5 फिगर इन्कमको है, दिनमै महिनामै अथवा दिनमै 5 फिगर इन्कम जेनेरेट गर्न सकिन्छ भनेर हामी कुरा गरिरहेका हुन्छौँ। उहाँहरू चाहिँ $149मा चाहिँ स्टक भएर बस्नु भएको छ, त्यही पनि त्यो रिफन्डेबल 100% रिफन्डेबल पैसामा चाहिँ। त्यो रिफन्डै हुँदैन, एकचोटि $149 डिपोजिट गरिसकेपछि त्यो पैसा कहिल्यै पनि रिफन्ड हुँदैन। ए बाबा हो साथीहरू, पहिला आफूले ट्राई गर्नुहोस् के, आफूले भित्र छिरेर हेर्नुहोस्, $149 डिपोजिट गर्नुहोस्, 8वटा भिडियोहरू हेर्नुहोस्, अनि 1 महिनाभित्रमा हामीले बार बार भनिरहेका हुन्छौँ
तपाईँले एमाजोनबाट कुनै सामान अर्डर गर्नुभयो, तपाईँलाई त्यो सामान मन परेन भने तपाईँलाई कति दिन चाहिँ हजुरलाई टाइम दिएको हुन्छ रिफन्ड गर्नको लागि? त्यो दिन कट्यो भने त्यो एमाजोन कम्पनीले तपाईँको रिफन्ड गरिदिन्छ त? गरिदिँदैन। त्यो कस्तो कमन सेन्स लगाउन नसक्या भन्ने कुरो कि म अचम्म पर्छु क्या। अलिकति कमन सेन्स लगाउनु न। तपाईँहरूलाई बार बार भनिरहेको छ, तपाईँहरूले 1 महिनाभित्रमा तपाईँहरूले चाहिँ रिफन्ड गर्न खोज्नुभयो। तपाईँहरूले 8वटा भिडियो हेरिसकेपछि तपाईँलाई लाग्यो यो बिजनेस मेरो लागि होइन, यो बिजनेसमा म अगाडि बढ्न सक्दिनँ भन्ने तपाईँहरूले सोच्नुभयो भने त्यसपछि तपाईँहरूले मजाले रिफन्ड गर्न सक्नुहुन्छ भनेर त हामीले बार बार भनिरहेका छौँ त। अनि तपाईँहरू आफ्नो काम चाहिँ नगर्ने, तपाईँले रिफन्ड गर्नुपर्ने नि त। तपाईँले कसको वेबसाइटमा गएर $149 डिपोजिट गर्नुभएको छ, उहाँहरूलाई रिच आउट गर्नु पऱ्यो। उहाँहरूलाई रिच आउट गरेर ल सर, ल म्याडम, ल यो ल उस्तो, ल फलानु, ल ढिस्कानु, मलाई चाहिँ बिजनेस आइडिया मन परेन, म चाहिँ यो बिजनेसमा अगाडि बढ्न चाहदिनँ, क्यान यु प्लिज हेल्प मी टु रिफन्ड माई मनी भनेर तपाईँले भन्न त सक्नुहुन्छ नि, होइन र? तपाईँहरूले कसैको वेबसाइटमा गएर त्यो मान्छेलाई पैसा पे गरेको त होइन नि त, तपाईँले त डिपोजिट राख्नुभएको हो नि त। त्यो कुरा चाहिँ किन नबुझा तपाईँहरूले भन्ने कुरा के। अनि अर्को कुरा स्क्याम हो, यता हो उता भनेर बार बार भनिरहेको सुन्छु कि म। त्यही पनि तपाईँ यो अमेरिका, अस्ट्रेलिया, क्यानाडा, जापानतिर बस्ने मान्छेहरूले के। आर यु गाइज आउट अफ योर माइन्ड? कोही मान्छे तपाईँको यस्तो डेभलप कन्ट्रीमा, यस्तो लज एन्ड अर्डर भएको कन्ट्रीमा, रुल्स एन्ड रेगुलेसन भएको कन्ट्रीमा कसैले तपाईँलाई स्क्याम गर्न सक्छ भनेको? तपाईँ आफै बाटो, तपाईँ किन स्क्याममा पर्ने त नि त्यसो भनेपछि त? कोही मान्छेले स्क्याम गरेर आज त्यो स्क्याममा तपाईँ पर्दै नपर्नु नि त, होइन र? कस्तो अलिकति कमन सेन्स लगाउनु न। फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबबाट चाहिँ मजाले भिडियोहरू हामीले पब्लिस गरिरहेका छौँ, बिजनेसको बारेमा सेयर गरिरहेका छौँ, मान्छेहरूको लाइफ चेन्ज भएका तपाईँहरूलाई प्रुफहरू दिइरहेका छौँ। हामी दिन रात खटेर काम गरिरहेका छौँ भनेपछि हामीलाई पनि त कहिलेकाहीँ रिस उठ्छ नि। हामीले गरिरहेको कामलाई चाहिँ मान्छेहरूले यसले त स्क्याम गरिरहेको छ, यो गरिरहेको छ, ऊ गरिरहेको छ भन्दाखेरि इट्स ओके, रिस उठ्छ। तर कहिलेकाहीँ को मान्छे झोकमा पर्छ त्यो आफ्नो ठाउँमा छ, होइन? तर पनि तपाईँहरूले चाहिँ आफ्नो काम गर्नु पऱ्यो क्या पहिला। तपाईँहरूलाई त भाइरल हुन छ, तपाईँहरूलाई भिडियो चाहिँ भाइरल गराउनु पर्ने छ, होइन? जुन कुरा अहिले चलिरहेको छ त्यो कुरामा बोलिदियो भने त मान्छेहरूले हेर्छन्, मान्छेहरूले हेरिसकेपछि त मेरो भ्युज बढ्छ भन्नेतिर फोकस गर्नुभएको छ, होइन? तर तपाईँहरूले नबुझिकन कुरा गर्दाखेरि चाहिँ कोही रियल मान्छे, जो मान्छेलाई बिजनेसको आवश्यकता छ, जो मान्छे चाहिँ दिन रात काम गर्दा पनि भनौँ न उहाँहरू पेचेक टु पेचेक बाँच्न परिराख्नु भएको छ, जति काम गरे पनि हस्बेन्ड वाइफसँगै बस्न पाउनु भएको छैन, बच्चा बच्चीसँगै चाहिँ हेर्न पाउनु भएको छैन। बिहान चाहिँ हस्बेन्ड काम जाँदाखेरि वाइफ चाहिँ घरमा बस्न परिरहेको छ, वाइफ काम जाँदाखेरि चाहिँ हस्बेन्ड घरमा बस्न परिरहेको छ। 10औँ वर्ष 15औँ वर्ष भइसक्यो बिजनेस आएको, कहिल्यै भ्याकेसन जान पाउनु भएको छैन, होइन? देश विदेश घुम्न मन छ तर टाइम कहिल्यै मिलेको छैन, फाइनेन्सियल्ली कहिल्यै पनि स्टेबल हुन सक्नु भएको छैन। उहाँहरूलाई त तपाईँको भिडियोले असर गरे नि त। के थाहा तपाईँले सक्नु भएन भनेर उहाँहरूले पनि नसक्ने भन्ने त हुँदैन नि त। तपाईँहरूले यो बिजनेसलाई नेगेटिभ वेबाट हेर्नुभयो भनेर उहाँहरूले पनि नेगेटिभ वेबाट हेर्नुहुन्छ भन्ने त छैन नि त। सबै मान्छेले नेगेटिभ वेबाट हेर्ने भए त हामी संसारभरिमा अहिले 3 लाखजना मान्छेहरू यो बिजनेसमा कसरी आबद्ध हुन्थ्यो त? यो बिजनेस यस्तो ग्रो कसरी हुन्थ्यो त? तपाईँहरूले एउटा सानो भिडियो यो बिजनेसको बारेमा बनाउनु बित्तिकै तपाईँको भिडियो भाइरल कसरी हुन्थ्यो त? बिकज देयर आर 70 million of people looking for this kind of opportunity. 70 million people. अनि यो कुनै तपाईँको एउटा कुनामा बसेर गर्ने खालको बिजनेस होइन। दिस बिजनेस इज ग्लोबल बिजनेस। संसारको जुनसुकै ठाउँबाट पनि तपाईँहरूले गर्न सक्ने खालको बिजनेस हो। अनि अर्को कुरा मान्छेले भन्नुहुन्छ मान्छे त बनाउनु पर्छ नि। अफकोर्स साथीहरू, संसारमा कुन चाहिँ बिजनेस छ, जुन बिजनेस त्यस्तो बिजनेस छ भने मलाई पनि भन्नु न, म पनि जोइन गर्छु तपाईँहरूसँग। जुन बिजनेसमा तपाईँहरूले विदाउट मान्छेहरू जोइन नगरिकन तपाईँहरूले पैसा कमाउन सक्नुहुन्छ, विदाउट तपाईँहरूले मान्छेहरूलाई सर्भिस नदिइकन तपाईँहरूले पैसा बनाउन सक्नुहुन्छ। कुनै त्यस्तो छ बिजनेस? कुनै पनि बिजनेस त्यस्तो छैन। कि तपाईँहरूले मान्छे बनाउनु पऱ्यो, कि तपाईँहरूले सर्भिस दिनु पऱ्यो, कि तपाईँहरूले सामान बेच्नु पऱ्यो यो संसारमा पैसा कमाउनको लागि। प्रडक्ट पनि छ हाम्रो कम्पनी, तपाईँको $1 ट्रिलियन वर्थ कम्पनी भइसकेपछि प्रडक्ट पनि छ। सामान नबेचिकन पैसा कसरी आउँछ? सामान बेच्नै पर्छ। तर त्यो तपाईँको हेभी लिफ्टिङ काम जति सबै सिस्टमले गरिदिन्छ के। सिस्टम इज द वान द्याट गन वर्क फर यु गाइज। त्यही भएर त अटोमेसनमा रहेर
7वटा सोसल मिडिया प्लेटफर्म युज गरेर अट्र्याक्सन मार्केटिङ गर्ने हो भनेर हामीले बार बार भनिरहेको हुन्छ त तपाईँहरूलाई, होइन त? बुझ्नु होला है साथीहरू, केही बुझ्दैन भने फिल फ्री टु रिच आउट। थ्याङ्क यू।